त अब यस्तो अब हामीहरूले चाहिँ अब नयाँले केही गर्छ भनेर यहाँ परिवर्तन होस् अब हामीलाई नभए पनि छोराछोरीलाई भनेर भोट दिएर आएको छौँ अब हिजै म पाठा लगेर गइरहनु भएको अरे सबैजना प्रत्यक्षको कति 125 जना भएको अरे 125 जनै गएको अरे उहाँ पशुपति अब अलिकति शक्ति पनि माग्नु पर्छ भगवान्लाई सबैजनाको भलो गर्न सक्नु भनेर होला नि त यता चाहिँ कहाँबाट अब चाहिँ बालन सरकारले सरकारमा दिएपछि नयाँ नियम ल्याउनै पर्छ हामीहरूले जिताएर पठाएको होइन तपाईँले नि मलाई ढाँट्नु जिताएर पठाएको छौँ अब त्यहाँ सरकारमा गएपछि बालन सरकार चाहिँ नयाँ भनिदिएको ढाँट्नु भएको जस्तो लाग्यो गर्नैपर्छ किनभने एउटा छोरी मान्छे नि दबाई पाउँदै नपाउने एउटा बालाको 15-16 वर्षको पिच्छीलाई 4-4 जना मिलेर गर्नु कहाँसम्मको काम हो त अनि के भन्ने मेरो चाहिँ व्यक्तिगत रूपमा भनाइ के छ भने सजाय पनि हुनुपर्छ त्यसलाई हुन्छ नि एउटा अरू देशमा कस्तो सजाय हुन्छ त्यस्तो कडा त्यो अङ्कलको देखि अलि तलतिर हो कि भित्रपट्टि पर्छ त्यसलाई त यस्तो सजायोस् यस्तो सजायोस् कि जिन्दगीभर त्यो सजाएर त्यसको अझै नपुग्यो यस्तो सजाएर क्या यहाँको त भर्खर 5-6 वर्ष त